Yeah. उमेर त्यो 16-17 खुसी र हर्ष मात्र भविष्य सम्झी बस्दा देखिन्थ्यो हास्य जात्र सम्झिँदा भविष्य छर्लङ्ग दुःख कसो सङ्घर्ष गर्न खोज्छु सम्झेर दुःख पर्छ लागे म कुलतिर बिर्सेर जिम्मेवारी आमाको दुःख बिर्से गरेको ऋणदारी बिर्सेछु गरेको दुःख बाबाको ऋणको बारी पश्चाताप लाग्छ आमा बसे म सपना मारी गर्दै के जान्थे जहिले दिनलाई सामान पानी पानी त्यो क्राप मेरो दिनौ सामान खाने गल्ती गरेँ मैले आज जानी नजानी अनि सम्झिन्छु आमा बाउ दाजु र बहिनी खान थाले औषधि सामान र गोटी छोरा पस्छ साँझमा बटे छैन निस्तो रोटी गल्ती गरे आमा माफ गरिदेऊ एकचोटि अनि अन्धकार भयो जीवन बनिदिनु ज्योति सानो त्यो आजको दियो छोरा माथि बाल्दै थिए जसो तसो गरी बाबा घर परिवार पाल्दै थिए म पढे नलायक छोरा बाउको पैसा फाल्दै जिच्छु भन्दै आखिर भित्रै हाल्दै थिए बामाको थियो आश गर्दै दुःख छोरा सम्झी छोराको बानी खराब सामान खाँदा हुन्थ्यो सन्की सामान अनि गोटिया र बाउ आमा नै ढल्थ्यो कि बाउ आमालाई डर थियो भएको छोरा घुमाउने हो बुझ्न थाले मैले लाग्थ्यो सबै गलत थियो उमेर त्यो 16-17 पारा अलि फरक थियो घरमा छायो अशान्ति समस्याले जन्म दियो बिर्सिए हाँस्न मैले बुझ्दै गएँ मृत्यु त्यसपछि बुझ्न थाले क्वेसन यहाँ आफ्नो बन्ने गल्ती मेरै थियो सायद पढाइलाई नै आफ्नो ठान्ने बदलिन्छु पक्का एक दिन राम्रो हुन्छ गलत बानी मनाउने खुसी